नमस्कार एभ्रिवान, म अम्बिका रायमाझी आज पनि हजुरहरुमा एउटा सानो मिनी घरको भिडियो लिएर उपस्थित भइसकेको छु। हजुरहरुलाई देखाउन लागि यो घर चाहिँ सुन्दर रहेछ। नगरपालिका वडा नम्बर 7 ठडिया चोकबाट मात्र 400 मिटरको दूरीमा रहेको घर चाहिँ हजुरहरुलाई देखाउन लागिरहेको छु। ढिला नगरी म हजुरहरुलाई घर भित्र प्रवेश गराउन चाहन्छु। देख्न सक्नुहुन्छ यो चाहिँ घर अगाडिपट्टि रहेको आँगन रहेको छ भने अब म हजुरहरुलाई घर भित्रको सबै रुमहरु एकाएक गरेर देखाउन लागिरहेको छु। हजुरहरुले यहाँ सुरुमा देख्न सक्नुहुन्छ यो चाहिँ चेन गेट हो घरको भने यो साइडमा चाहिँ हजुरहरुले किचन पाउन सक्नुहुनेछ। यो चाहिँ किचन रुम हो भने अब म हजुरहरुलाई यो घरको अर्को बरन्डाको भाग देखाउन लागिरहेको छु। यहाँ हजुरहरुले देख्न सक्नुहुन्छ यहाँ अगाडिपट्टि बरन्डा छ भने यो चाहिँ ठूलो बरन्डा रहेको छ यहाँ चाहिँ भने अब म हजुरहरुलाई यसको अर्को रुम देखाउन लागिरहेको छु। यो घरको नेक्स्ट रुम हो। हजुरहरुले देख्न सक्नुहुन्छ रुम भित्र पनि जिप्सन पनि लगाइएको छ भने रुमहरु एकदम ठूलो ठूलो रहेको छ भने अब हजुरहरुले यहाँ अर्को रुम पनि हेर्न सक्नुहुनेछ। देख्न सक्नुहुन्छ रुमहरु चाहिँ एकदम उज्यालो रहेको छ भने सबै रुमहरुमा चाहिँ जिप्सन चाहिँ फिट गरिएको छ। हजुरहरुले यहाँ देख्न सक्नुहुन्छ। अब म हजुरहरुलाई फेरि अर्को रुम देखाउन लागिरहेको छु। देख्न सक्नुहुन्छ अर्को रुम पनि एकदम उज्यालो रहेको छ। अब म हजुरहरुलाई ढिला नगरी यो घरको पछाडीपट्टिको भाग देखाउन लागिरहेको छु। हजुरहरुले यो घरको पछाडीपट्टि चाहिँ गाईको ग्वाली देख्न सक्नुहुन्छ। यहाँ गाई पनि पाली नै राख्नु भएको छ। देख्न सक्नुहुन्छ पछाडीपट्टिको ठाउँ चाहिँ एकदमै फराकिलो रहेको छ। हजुरहरुलाई यो घर कस्तो लाग्यो? यदि मन परेमा म यो घरको बारेमा विस्तृत जानकारी हजुरलाई गराउन लागिरहेको छु। यो घर भएको जग्गाको टोटल क्षेत्रफल हजुरहरुले 9.5 दुर पाउन सक्नुहुनेछ भने यो घरमा चाहिँ टोटल हजुरहरुले 4 वटा रुमहरु पाउन सक्नुहुनेछ भने पछाडीपट्टि गाईको ग्वाली पनि हजुरहरुले भिडियो मार्फत देखि नै हाल्नुभयो। अब म हजुरहरुलाई यो घर बनेको जग्गाको क्षेत्रफल भन्न लागिरहेको छु। यो घर भएको जग्गाको क्षेत्रफल टोटल 9.5 दुर रहेको छ भने यो घरमा चाहिँ टोटल हजुरहरुले 4 वटा रुमहरु पाउन सक्नुहुनेछ भने हजुरहरुलाई यो देखाइएको घर चाहिँ मेन महेन्द्र राजमार्गदेखि मात्र 400 मिटरको दूरीमा रहेको कुरा पनि म हजुरहरुलाई यसै भिडियो मार्फत जानकारी गराउन चाहन्छु। हजुरहरुलाई म ढिला नगरी यो घरको प्राइस भन्न लागिरहेको छु। घरधनीले यो घरको टोटल प्राइस 37 लाख रुपैयाँ राख्नु भएको छ। त्यसमा पनि केही छिटै पास गर्नेहरुको लागि केही रकम छुटको व्यवस्था पनि गरिएको छ भन्नुभएको छ घरधनीले चाहिँ। हजुरहरुलाई म डाइरेक्ट घरधनीको नै सम्पर्क नम्बर दिनेछु र हजुरहरुले डाइरेक्ट घरधनीलाई सम्पर्क गरेर यो घरको बारेमा रेट बुझ्न सक्नुहुनेछ। अब म हजुरहरुलाई घरधनीको सम्पर्क नम्बर भन्न लागिरहेको छु। घरधनीको सम्पर्क नम्बर रहेको छ 980707 76 434 980707 76 434 मा सम्पर्क गरेर हजुरहरुले यो घरको बारेमा विस्तृत जानकारी लिन सक्नुहुनेछ। आजको भिडियो हजुरहरुलाई कस्तो लाग्यो? यदि मन परेमा लाइक, कमेन्ट अनि शेयर गर्न भने नभुल्नुहोला। अनि आगामी दिनहरुमा पनि यस्तै घरगढीहरुको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै हजुरहरुमा बिदा हुन चाहन्छु। हस्त बाइ बाइ।